हिन्दू 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 नेपाली कांग्रेसको इतर भेलामा हिन्दू राष्ट्रको मुद्दाले मचायो खैलाबैला। निधि र महतबीच कागज खोसाखोस, झण्डै हात हालहालको अवस्था। देउवाले जोसिँदै भने म हिन्दू हो, देउवाले देखाए उही पुरानै आक्रामक शैली। आज नेपाली कांग्रेसको इतर समूहको राष्ट्रिय भेलाको समापनमा सनातन हिन्दू राष्ट्र सम्बन्धी शब्दावली घोषणापत्रमा समेट्ने विषयलाई लिएर नेताहरूबीच चर्काचर्की मात्रै भएन, मञ्चमै कागज खोसाखोस र हात हालहालको अवस्था सृजना भयो। पूर्व उपसभापति विमलेन्द्र निधिले संविधान सभा विपरीतको विषय घोषणापत्रमा नराख्न हस्तक्षेप गरेपछि नेता डाक्टर प्रकाश चरण महतसँग उनको विवाद भएको हो। भेला समापनका क्रममा घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेका बेलामा सनातन हिन्दू राष्ट्र अभियान चलाइरहेका नेता शंकर भण्डारीले पूर्व सभापति शेरबहादुर देउवालाई सनातन धर्म र हिन्दू राष्ट्रबारे धारणा राख्न आग्रह गरेका थिए। देउवाले त्यस विषयमा धारणा राखेपछि घोषणापत्रको निष्कर्षमा सनातन हिन्दू राष्ट्रसँग सम्बन्धित विषय समेट्ने वातावरण बनेको नेताहरूले बताएका छन्। त्यसपछि भण्डारीले डाक्टर महतलाई पनि सोही विषय घोषणापत्रमा समेट्न आग्रह गरेका थिए। महतले 5 बुँदे प्रस्तावमा सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषय समावेश गर्न सहमति जनाएपछि निधिले हस्तक्षेप गरेका थिए। निधि आसनबाटै उठेर प्रस्ताव सच्याउन खोजेपछि महतसँग उनको भनाभन भएको थियो। निधिले महतलाई म केही कुरा राख्छु, हट्नुहोस् भनेपछि अवस्था तनावपूर्ण बनेको थियो। त्यसपछि निधिलाई बोल्नै नदिइकन गलत्ताएर पर लगियो। त्यही क्रममा भएको भनाभन र कागज खोसाखोसको दृश्य अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। दुई नेताबीच कागज खोसाखोस र धकेला धकेल भएपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए। देउवाको हस्तक्षेपपछि अन्ततः डाक्टर महतले तयार पारेकै सनातनदेखि मानिँदै आएको धर्महरू मात्रै सबै स्वतन्त्र हुने भन्ने बुँदा वाचन गरिएको थियो। समापन समारोहमा देउवाले आफू व्यक्तिगत रूपमा हिन्दू भएको र सनातन धर्म मान्ने भए पनि सबै धर्मको सम्मान गर्ने धारणा राखेका थिए। उनले आफ्नो भनाइबारे पछि स्पष्टीकरण समेत दिएका छन्। भेलाको समापनमा देखिएको विवादले एउटा प्रश्न भने स्पष्ट रूपमा उठाएको छ। कांग्रेसले सनातन धर्मलाई केवल नेपालको सांस्कृतिक तथा धार्मिक पहिचानका रूपमा स्वीकार गर्न खोजेको हो वा आगामी दिनमा हिन्दू राष्ट्रको राजनीतिक एजेन्डालाई नै संस्थागत रूपमा अघि बढाउन खोजेको हो।